कस्तो धुलो यार छ। हेलो गाइस, वेलकम टु माई भिडियो अगेन। आज हामी चेस्टको वर्कआउट गर्छौँ होइन। चेस्टको वर्कआउट गर्थ्यौँ तर चेस्ट अस्ति चाहिँ हामीले चेस्ट अनि सोल्डर अनि बाइसेप त्यसरी गर्ने गरेर दिइरहेको छ। फुल चेस्ट अनि भोलि फुल ब्याक त्यसरी अब एउटा सिस्टमको एउटा एक्सर्साइज गर्ने गरेर गर्न लागिरहेको छ। लेट्स सी उता गएसम्म मलाई चाहिँ त्यसरी नगरेको ढिलो भयो। अनि त्यसरी गर्नु नि रमाइलो लाग्दैन होइन। पालो पनि आउँछ दाइहरूसँग कुरा गरौँ कस्तो के हुन्छ मेडिटेसन गरिसक्यो। 3 दिन एक्सर्साइज गरेँ। ट्युसडेसम्म एक्सर्साइज गरेँ। ट्युसडेदेखि स्याटरडेसम्म मात्र रेस्ट लियो। रेस्ट लिएर फुल गरायो। तर रेस्ट लिँदाखेरि मसल घटाए जस्तो फिल हुन्छ। अब रेस्ट लिँदाखेरि त्यस्तो केयर नि खाँदैन नि त। एक्सर्साइज गरेर चाहिँ मजाले खाइन्छ दिन्छ। आजदेखि चाहिँ मैले स्कुटिङमा बोल्दाखेरि चाहिँ दाइले कहाँ आउनु भन्नुभयो ए ल मात्रै हो। मास्क लगाउनु बिर्सेछ कस्तो त्यो मुखभरि धुलै भयो। जिम पुग्यो। जिम चाहिँ पुग्यो गाइस होइन। आज चाहिँ कस्तो मैले 4 दिन भयो होला भ्लगिङ नगरेको है। जिममा गएर बोल्नलाई क्या अप्ठ्यारो लाग्दो रहेछ कि अलिक वियर्ड लाइक एक्लै बोल्नु पऱ्यो जस्तो हुन्छ नि त। हुन त भ्युयर्सहरूसँग बोलिरहेको तर कस्तो अप्ठ्यारो लाग्दो रहेछ। अपवर्ड माथि त कपिराइट गीत बजिरहेछ जस्तो। हेलो धेरै पछि आयो है। सेकन्ड सो हामी चाहिँ जिम पुग्यौँ। अब we are going to do our exercise. हेलो गुरुबा। दाइको अस्तिको नै हाल्दैछु मैले। हाम्रो एक्सर्साइज चाहिँ इन्क्लाइन्ड हाम्रो ग्रिपबाट सुरु गर्छौँ। फेरि गुरुलाई हेलो। अब म त हेलो भनेर हाले देख्ने बित्तिकै आँखा गर्नु पर्यो। ओके लेट्स डु इन्क्लाइन्ड हाम्रो ग्रिप डम्बल प्रेस। अब चाहिँ हामी पुसअप कम्पिटिसन गर्दैछौँ। दाइ उहाँ म। ल तल माथि है दाइ पुरै नाइस आजको लागि एक्सर्साइज त्यति हो। हाम्रो एक्सर्साइज गर्यो गर्नु चाहिँ के गर्यो कस्तो चित्त त बुझेको छैन। अस्ति चाहिँ हामीले 3टा सेट गर्थ्यो। आज चाहिँ एउटा मात्र सेट गऱ्यो। तर एक्सर्साइज चेन्ज गर्दाखेरि चाहिँ त्यति राम्रो फिल भएन। मतलब सेटिस्फाइङ टाइपको फिल भएन। एउटा मात्र मसल गरे भएर होला।
किनकि दिमागमा के चलिरहेछ भने हप्तामा एउटा सेट मात्र गर्छौँ, एउटा मात्रै सेट गर्ने भएको भएर ओहो अब एकैचोटि अर्को हप्ता भन्दाखेरि त चेस्ट हाल्न पाउँदैन नि त, त्यही भएर त्यस्तो लागिरहेछ। बाई बाई ह्यानी बाई ह्यानी बाई होला। शुभ दिन। सबैले शुभयात्रा, शुभ दिन, राम्रो दिन बितोस् है। डेली जिम आउनु पर्यो होइन, जिम अलिकति मेहनत गर्नु हार्ड टेस्ट ल्याउनु छिटो न जान ढिला भइसक्यो मलाई। एप्स देखाउ भनेको यो मान्छेले हेर्नु न फेरि डिसिप्लिनमा छैन नि त हेर्नु। ल भाइ जान्छु ल भाइ, बाई बाई। ऊ बाइक छैन बङ छ बङ खतरा खतरा ठाउँ भएको छ। ल सिङ्गल एक्सर्साइज गरेर त्यो चित्त नबुझेन, तर त्यही हो त्यो लङ छुट्टी लिएर एक्सर्साइज गरेपछि यस्तै फिल हुन्छ होला सायद। मलाई चाहिँ जस्तो भयो, भोलि रमाइलो हुन्छ। दाइलाई कस्तो लाग्यो दाइ आज एक्सर्साइज? हेर्दैन हेरि हुन्छ होइन भन्नाले पहिला पहिला गरे अस्ति चित्त बुझेन जस्तो लागेन तपाईँलाई? हिजो अस्ति खान किन मिल्यो होइन र मैले भन्नु खोजेँ चाहिँ अस्ति अस्ति त पम्प पनि फिल हुन्थ्यो होइन, कतिवटा पार्ट गर्थ्यो नि त, अनि रमाइलो फिल हुन्थ्यो। अहिले त आज त एउटा मात्र गरेर कस्तो चित्तै नबुझे जस्तो भइरह्यो क्या। त्यो साइड जा भने हो कि साइड जान्छु भने हो। सो घर फर्किँदै अघि चलाएर आएको बाइक चाहिँ यो है, यसमा नि घुम्न जानुपर्छ, भ्लग बनाउनुपर्छ मिठो 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 भ्लग चाहिँ कसरी बनाउनु, मिठो त होइन जेस् राम्रो चाहिँ राम्रो छैन, कलङ्कीको चाहिँ खासै उलाएन, कम हुन्छ भने होइन। अब चाहिँ म घर जाँदैछु, अब घर जाने हो, खाना बनाउने, खाना खाने, रेस्ट गर्ने, नथिङ मच गोइङ इन माई लाइफ। ल बनाउँदैछु, पार्यो आयो बाल छ।